दर्शकबिन केही दिन अघि बाराको जितपुर सिमरा क्षेत्रमा 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले सिङ्गो देश नै स्तम्भ बनेको छ। घटनाको विरोधमा आज काठमाडौँको माइतीघरमा समेत नागरिक भेला भएर बालिकालाई न्याय दिनुपर्ने दोषीलाई फाँसीको माग गर्दै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूको माग छ यस्ता जघन्य अपराध संलग्न हुनेहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिनु हुँदैन। दोषीलाई कानुन अनुसार सबैभन्दा कठोर अथवा फाँसीको सजाय हुनुपर्छ। नेपालमा इनिसा विकट, सम्झना कामी, निर्मला पन्त लगायतका बलात्कार तथा हत्या प्रकरणमा उठ्दै आएको न्यायको पक्ष अझै गम्भीर छ। एक घटना सेलाउन नपाउँदै अर्को घटना बालिकामाथि यस्तो अपराध हुन राज्यको सुरक्षा र न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न उठेको छ। यदि यस्ता अपराधमा संलग्न व्यक्तिहरूलाई फाँसीको सजाय हुने सुनिश्चित भएन भने अपराधीहरू कानुनको डर कसरी पैदा हुन्छ? नेपाल सरकारसँग आम नागरिकको पक्ष छ। अब कहिलेसम्म हाम्रा छोरी चेलीहरूले यस्तो पीडा भोगिरहने? बलात्कार र बालिकामाथि हुने जघन्य अपराध रोक्ने कानुनको प्रभावकारी कार्यान्वयन, दोषीमाथि शीघ्र न्यायिक र प्रक्रिया, पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी कठोर कारबाही आवश्यक छ। गरिमा चौधरीले न्याय देऊ, दोषीलाई कानुन अनुसार कडा भन्दा कडा सजाय देऊ। अब कुनै पनि छोरी चेलीले यस्तो नियत भोग्न नपरोस्।